So good morning, new day, new vlog. अनि यता चाहिँ बाइक छ र बाइक चाहिँ अब म स्टार्ट गर्छु अनि निकाल्छु अनि आजको दिन स्टार्ट हुन्छ यहाँबाट। I remember getting too drunk with my best friends. I remember getting fucked up with my girlfriends. I remember drinking all nights on the weekends. I remember wishing this night wouldn't ever end. I remember teaching her to mini putt from beyond, that's what's up. First date getting drunk, second date I fell in love. I can never get enough, life can get a little tough. When it gets a little rough, you look back at the good stuff. सो हल्का हिरोको इन्ट्री दिएर चाहिँ म चाहिँ यो राउटर लिएर आइसकेको छु र मेरो फर्स्ट काम गाडीमा थियो अनि मैले दाइलाई बाई बाई भनेर यहाँबाट चाहिँ म बाइकमा जानुपर्ने हुन्छ गाडी। सो अब ट्याक्क लाएर गाडीमा गएर भेटौँ है त। सो फाइनली म पनि गाडी आइसकेको छु र यो चाहिँ रहेको छ हाम्रो मेरो फर्स्ट कम्प्लेन। अनि आज चाहिँ म एक्लै हेर्नु परेको छ, यहाँनिर चाहिँ राउटर बनाउन पर्ने थियो र यो बनिसकेको छ र यो राउटर बनिसकेपछि चाहिँ म खैरिनी आएर बसिसकेँ र अहिले चाहिँ कुर्दा 1 बजिसक्यो। दाइहरू आफ्नो काममा जानुभएको छ, म चाहिँ बाहिर आएर बसेछु यसो अनि बाहिरको भ्यू हेर्दैछु। अनि हामी चाहिँ डाइरेक्ट खाजा खाने ठाउँमा आइसक्यो अहिले चाहिँ। अनि आजको खाजा स्पोन्सर म थिएँ, त्यसैले दाइ र सोभितलाई चाहिँ मैले खाजा खुवाउँदैछु अनि पैसा पनि दिनै पर्यो खाइसकेपछि होइन। अनि ट्याक्क लाएर अनि दाइ चाहिँ अब आफ्नो पन्जा धुँदै हुनुहुन्छ। 21 गते चाहिँ हाम्रो डेन्जर सरप्राइज छ होइन, के कुरा हो 21 गते नै थाहा हुन्छ। दाइले चाहिँ मस्त घोटी धुँदै हुनुहुन्छ होइन। अनि त्यसपछि आजको काम केही भएन, यही राउटर सफा गर्ने काम थियो। राउटरहरू सफा गऱ्यो, राउटर सफा गरिसकेपछि बेलुका 5 बजिसक्यो। 5 बजेपछि अनि दाइहरू चाहिँ मस्त गेम खेल्दै हुनुहुन्थ्यो। काम नभयो भने चाहिँ हामी चाहिँ गेम खेल्दै बस्न नि पाइन्छ, सो गेम खेल्दै हुनुहुन्थ्यो। अनि त्यो अर्को दाइ चाहिँ यतिकै बसिराख्नु भएको थियो अनि म पनि यहीँ थिएँ। अनि अब त्यो दाइले चाहिँ अब हामीलाई छोड्न जानुहुन्छ, त्यसो दाइको बाइकमा चाहिँ ट्याक्क लाएर बसियो अनि दाइले अनि हामीलाई छोड्न जाँदै हुनुहुन्छ अनि राउटर पनि लाँदै हुनुहुन्छ दाइले चाहिँ। अनि हामी चाहिँ 3 जना भएर ट्याक्क लाएर खैरिनी चोकबाट हिँड्यो। तर 3 जना चाहिँ हिँड्नुहुन्न, तर के गर्नु है, अब घर छोड्न जानै पर्यो, साधन पनि कमी भएको, त्यही भएर डेनी दाइलाई थ्याङ्क यू। 3 जना भएर पनि हामी मजाले गइयो है, 3 जना नै चलाइन्छ। अनि साधन चाहिँ दाइको थियो। सो मेरो चाहिँ खुट्टा लामो भएर म चाहिँ खुट्टा तल झार्दै हिँडेको थिएँ। अनि दाइलाई अनि दाइ बिस्तारै गर्नु मेरो खुट्टा जान्छ भनेको त अनि राजन दाइले त अनि छाला लताडिदिने हो भन्दै कमेडी गर्दै हुनुहुन्थ्यो। अनि त्यही भन्दा अनि दाइलाई पनि मैले बिदाई गरिदिइसकेँ 2 जना दाइलाई। अनि आजको लागि म पनि घर आइसकेँ र थ्याङ्क यू, आजको दिन यतिकै गयो।